नमस्कार। आज हामी सुदूरपश्चिम प्रदेशको भविष्यका लागि एकदमै महत्त्वपूर्ण विषय अर्थात् त्यहाँको सडक पूर्वाधारको रणनीतिक विश्लेषण गर्दैछौँ। आउनुहोस्, प्रदेशको राजमार्ग सञ्जालको अवस्था र यसको भविष्य कस्तो छ, विस्तृतमा हेरौँ। यो सम्पूर्ण विश्लेषण सडक विभागको आधिकारिक तथ्याङ्कमा आधारित छ। यसले हामीलाई सुदूरपश्चिम प्रदेशको राष्ट्रिय राजमार्ग सञ्जालको एउटा स्पष्ट चित्र दिनेछ। हामी यसलाई 4 खण्डमा अघि बढाउनेछौँ। सुरुमा समग्र चित्रबाट सुरु गरेर मुख्य कोरिडोरहरू, त्यसपछि सडकको वास्तविक अवस्था र प्रगति, अनि अन्त्यमा लगानी र भविष्यको दिशाबारे छलफल गर्नेछौँ। ल, पहिलो खण्डबाटै सुरु गरौँ। सुदूरपश्चिमको राजमार्ग प्रणालीको आकार र यसको संरचना कस्तो छ त? 2129.93 किलोमिटर। यो आँकडा सुदूरपश्चिम प्रदेशभित्र रहेका 11वटा राष्ट्रिय राजमार्गहरूको कुल लम्बाइ हो, जसलाई प्रदेशको आर्थिक र सामाजिक विकासको मेरुदण्ड पनि मानिन्छ। यो सञ्जालमा पूर्व पश्चिम राजमार्ग जस्ता हामी सबैले चिनेका मार्गहरू त छन् नै, त्यसका साथै प्रदेशको उत्तर र दक्षिणलाई जोड्ने महाकाली र सेती जस्ता एकदमै महत्त्वपूर्ण कोरिडोरहरू पनि समावेश छन्। अब यी राजमार्गहरूमध्ये केही प्रमुख कोरिडोरहरूलाई अलि नजिकबाट हेरौँ, जसलाई प्रदेशको जीवनरेखाभन्दा पनि फरक पर्दैन। यिनीहरूको रणनीतिक भूमिका आखिर के हो त? सबैभन्दा पहिले कुरा गरौँ NH01 अर्थात् महेन्द्र राजमार्गको। यो त प्रदेशको मुख्य पूर्व पश्चिम धमनी नै हो। यसले कैलाली र कञ्चनपुर जस्ता दक्षिणी जिल्लाहरूलाई जोड्छ र व्यापार तथा यातायातको लागि सबैभन्दा व्यस्त मार्ग पनि यही हो। त्यस्तै NH66 अर्थात् महाकाली राजमार्ग, यसले प्रदेशको आन्तरिक कनेक्टिभिटीमा निकै ठूलो भूमिका खेल्छ। सोच्नुहोस् त, यसले तराईको व्यापारिक केन्द्र धनगढीलाई हिमाली जिल्ला दार्चुलासँग जोडेर एउटा बलियो उत्तर-दक्षिण सम्बन्ध कायम गरेको छ। अर्को एकदमै महत्त्वपूर्ण मार्ग हो NH03 पुष्पलाल मध्य पहाडी राजमार्ग। यसको रणनीतिक महत्त्व के हो भने यसले पहाडी जिल्लाहरूलाई एक आपसमा जोड्छ। यसले क्षेत्रीय एकीकरणलाई बढावा दिन्छ र विकट क्षेत्रहरूमा विकासको ढोका खोल्न मद्दत गर्छ। ल, हामीले रणनीतिक संरचना त हेर्यौं, तर अब ग्राउन्ड रियालिटी के छ त? फिल्डमा सडकको अवस्था कस्तो छ? अब त्यो जाँच गरौँ। यो तथ्याङ्कले हामीलाई स्थलगत वास्तविकता देखाउँछ। हेर्नुहोस्, 1355 किलोमिटर सडक सञ्जालमध्ये धेरैजसो कालोपत्रे हुनु राम्रो कुरा हो, तर अझै पनि झण्डै 1/3 सडक कि त ग्राभेल छ कि त कच्ची। यसले यात्रा समय र यातायातको लागतमा कति प्रत्यक्ष असर पार्छ होला? हो, प्रगति भइरहेको छ। 80 किलोमिटर सडक सक्रिय रूपमा निर्माण हुँदैछ। तर चुनौती कति ठूलो छ भने झण्डै 700 किलोमिटर 700 किलोमिटर रणनीतिक राजमार्ग अझै पनि योजनाको चरणमा अर्थात् कागजमै सीमित छ। यसले पूर्ण कनेक्टिभिटीमा ढिलाइ गरिरहेको छ। अन हामी अन्तिम खण्डमा छौँ। यहाँ हामी सडकको अवस्था र त्यसका लागि छुट्याइएको लगानी बीचको सम्बन्धलाई केलाउनेछौँ र कहाँ लगानीका महत्त्वपूर्ण खाडलहरू छन् त्यो पहिचान गर्नेछौँ। चालु आर्थिक वर्षको बजेट हेर्ने हो भने लगानी केही प्रमुख आयोजनाहरूमा केन्द्रित भएको प्रष्ट देखिन्छ। जस्तै हुलाकी, सेती र महाकाली कोरिडोरले सबैभन्दा बढी रकम पाएका छन्। यसले यी मार्गहरूको प्राथमिकतालाई पक्कै पनि दर्शाउँछ र यसले हामीलाई लगानीको खाडल भन्ने अवधारणामा पुर्याउँछ। यो भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा, कुनै राजमार्ग जति महत्त्वपूर्ण छ त्यसको विकासका लागि त्यति पैसा नपाउनु नै लगानीको खाडल हो। तथ्याङ्कले 2वटा गम्भीर खाडलहरू देखाउँछ। मदन भण्डारी र पुष्पलाल राजमार्गहरू रणनीतिक रूपमा एकदमै महत्त्वपूर्ण छन्, तर यिनीहरूले अत्यन्तै न्यून बजेट पाएका छन्। अझ यिनीहरूको लागि त कुनै समर्पित आयोजना कार्यालय पनि छैन। यसले गर्दा यी महत्त्वपूर्ण करिडोरहरूको विकास अलपत्र परेको जस्तो देखिन्छ। यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। सुदूरपश्चिमको समग्र र सन्तुलित विकास सुनिश्चित गर्नका लागि भविष्यको लगानीलाई रणनीतिक प्राथमिकताहरूसँग कसरी अझ राम्रोसँग मिलाउन सकिन्छ, ताकि कुनै पनि महत्त्वपूर्ण सडक पछाडि नछुटोस्।